अहिले म रामेछाप सदरमुकाम स्थित मन्थली अस्पतालको प्राङ्गणमा उभिएको छु। यो अस्पताल अहिले शोकमा डुबेको छ। मन्थली अस्पताल मात्र होइन, यति बेला रामेछाप जिल्ला नै शोकमा डुबेको अवस्था छ। कारण आज ओखलढुङ्गाका लागि काठमाडौँबाट छुटेको प्रदेश 03-01-005 ख 975 नम्बरको गाडी रामेछापको मन्थली नगरपालिका वडा नम्बर 6 भलबहादुर स्थित त्रिवेणी नजिकै दुर्घटना भयो। गाडी सडकबाट तामाकोशी नदीमा हेरियो, जसका कारण 12 जनाको ज्यान गइसकेपछि यही अस्पतालमा लास ल्याइएको छ भने 7 जनाको उपचारका लागि काठमाडौँ लगायत 1 जनाको मन्थलीमा उपचार अहिले भइराखेको अवस्था छ। यति बेला अस्पताल प्राङ्गणमा मृतकका र घाइतेका परिवारहरूको रोदनले निकै दुःखदायी अवस्था सिर्जना गरेको अवस्था छ। दुर्घटना भएको खबर पाउन साथ तत्काल प्रहरी घटनास्थलमा गई उद्धार कार्यमा खट्यो। त्यसमा हामी 3वटा सुरक्षा निकाय सबै घटनास्थलमै पुगेर खट्यौँ र गोताखोर सहितको पनि युज गरियो। बसलाई निकाल्ने काम पनि अहिले छेउमा साइडमा ल्याइएको छ बसलाई पनि। र अहिलेसम्म हामीले 20 जनाको उद्धार गर्यौँ। त्यहाँबाट 20 जनाको उद्धार गरेकोमा 7 जनाको खुर्कोट स्थित हस्पिटलमा उपचार भइरहेकोमा 7 जना अहिले रिफर हुनुभएको छ। 6 जना धुलीखेलको लागि रिफर हुनुभएको छ। 1 जना छाउनी अस्पताल काठमाडौँको लागि रिफर हुनुभएको छ भन्ने जानकारी छ अहिलेसम्म मलाई। त्यहाँ 7 जना हुनुभयो, 1 जना यही मन्थली हस्पिटलमै उपचार गराउनु भएको छ। 8 जना र 12 जना मन्थली अस्पतालमा आइसक्नु भएको थियो। यहाँ उपचार गर्दा गर्दै उपचारको क्रममा हस्पिटलले चाहिँ 12 जना चाहिँ मृत्यु घोषणा गरिसकेको अवस्था छ र खोजी कार्य र उद्धार कार्य अहिले पनि जारी छ। बच्चाको कुरा पनि आएछ, उहाँ आफन्तहरूले भन्नुभएको छ शनाखत गर्दाखेरि मृतकहरूको यहाँ 12 जना मध्ये 8 जना शनाखत पनि भइसकेको छ र उहाँहरूले हाम्रो बच्चा पनि दियो भन्नुभएको छ। त्यो हिसाबले पनि जे सूचना हामीले पाछौँ त्यो हिसाबले फिल्डमा भएको हाम्रो जिल्ला प्रहरी प्रमुख पनि फिल्डमै हुनुहुन्छ र खोजी कार्य जारी छ। बसमा कतिजना सवार थिए एकिन तथ्याङ्क अहिलेसम्म उपलब्ध हुन सकेको छैन। विभिन्न ठाउँमा इन्ट्री भएको विवरणहरूभरि फरक फरक विवरण दिएको अनुमानहरू आएका छन् र प्रहरीले त्यही अनुसार भएको अवस्था छ। यति बेला यो दुर्घटनाको कारण के हो भनेर खोजी गरिरहेको अवस्था छ भने अझै पनि यहाँ गाडीमा सवार व्यक्ति मानिस त्यहाँ डुबेको हुन सक्ने भन्दै खोजी कार्यलाई तीव्र पारिरहेको अवस्था छ। कान्तिपुर समाचारका लागि श्रेष्ठ छ।